हेलो गाइज नमस्ते। सदाको चाहिँ म आज पनि उपस्थित भइसकेको छु हजुरहरूको सामुन्ने। अब हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनु होला। सायद राम्रो पनि हुनसक्छ नराम्रो पनि हुनसक्छ, आफ्नो मनमा लागेको कुरा भन्न पाइन्छ हैन। र एउटा कुरा च्यानलमा जोडिनु भएको छैन भने जोडिनु होला। अनि एउटा कुरा खास के भन्ने भने चाहिँ तपाईको अहिले जुन चुनावी माहौलमा आलोचना यसको आलोचना उसको आलोचना गर्न पाइन्छ नगर्न पाइने भन्न मिल्दैन, पाइन्छ। आफ्नो भनाइ हो, आफ्नो सोच विचारको कुरा हो। र कुन कुरा चाहिँ म भन्न चाहन्छु भने अस्ति भर्खरै हाम्रो त्यो के भन्छ यार नाम पनि आउँदैन कि फेरि यस्ता यस्ता यो कुलङ्गारहरूको नामै आउँदैन कि। रामकुमारी झाँक्री रे आपको नाम हेर, नाम अनुसारको मान्छे काम भइदिएको राम्रो हुन्थ्यो नि। रामकुमारी झाँक्रीले महावीर पुन जस्तो महान व्यक्तिको आलोचना रे हट अलिक सौनी कुरा गर्नुपर्छ होइन। मान्छे भइसकेपछि ठिक्क कुकुरलाई पनि घरमा ल्याएर पाल्यो भने उसले आफूले टोक्दैन नि त, भुक्दैन पनि आफ्नो मान्छेलाई होइन। र बाहिरकोलाई चाहिँ भुक्ने हो। जब गेट खोलेर आम्ने सामने हुन्छ नि अनि लुरुक्क पर्छ नि, त्यस्तै हो यो रामकुमारी झाँक्री। महावीर पुन सरको खुट्टाको मैलो खुट्टाको धुलोसँग नाच्न मिल्दैन क्या, त्यतिकै ऊ हो कि मैलो हो कि सानो। केपी ओलीकै ओछ्यान सम्हालेर बस्छ के यो मिडियामा आएर माइक मञ्चमा आएर भाषण ठोकेर तेरो प्रगति हुँदैन। र महावीर पुन सरको बारेमा आलोचना गर्ने तेरो हैसियत पनि पुग्दैन कि। र बुझ्योस् नि, साह्रै रिस उठेर भन्नु बनाएको हो यो चाहिँ होइन। अब केपी चोरहरूको त कुरै नगर्नु, त्यो त पुरै कुकुरैहरू हुन् तिनीहरू त होइन। टोकेर सिद्धिने त्यो चाल यमराजहरूको दोस्रो अवतार लिएर आएका चोरहरू हुन् तिनीहरू त। देश लुट्ने आफू बन्ने। अब हुन त अब त्यो केपीको बारेमा पनि के भन्नु होइन। अब आफ्नो सन्तान छैन। त्यो एउटा भिडियो हेरेको थिएँ कि मैले, अन्डा दुईटा हुन्छ, एउटा बतासे एउटा भाल्ला के भन्दै थियो। त्यो केपी पनि बतासे पर्यो होइन। बतासेले त केही गर्दै गर्दैन, केही हुँदैन त। अनि बतासेको कुरा सुनेर नि हुन्छ त साथीहरू यार होइन। फेरि तपाईँहरू सोच्नु होला यो पनि घन्टी रहेछ, यो रहेछ ऊ रहेछ। म त्यो होइन नि, फेरि म स्वतन्त्र, म यो पार्टीको पनि भन्दिनँ ऊ पार्टीको पनि भन्दिनँ। जसले जित्छ जितो, तर देशमा